साथीहरू शुभ बिहानी गुड मर्निङ के छ तपाईँहरू खबर ठिकठाक हुनुहुन्छ भन्ने चाहिँ मैले एकदमै आशा राखेको छु। अब अहिले यो खाडी क्षेत्रको युद्धको स्थितिले गर्दाखेरि चाहिँ अब पेट्रोलियम पदार्थको विश्वभरि अभाव अब खास गरिकन नेपाल जस्तो एउटा कुशासन भएको देशमा त झन् अब व्यापारीहरूले केही नहुँदै पनि कालोबजारी गर्ने अब त्यो थोरै हुँदाखेरि अब न्यु भएको उनीहरूले गर्नु नै भए। यो सरकार र नयाँ बन्ने सरकारले पनि यसमा निर्ममतापूर्वक लाग्नुपर्ने छ। पहिलो चुनौती नै खडा हुने भएको देखिन्छ होइन। अब महँगाई सबैतिर बढेर जाने भयो, त्यसो भए हुनाले अलिकति सबैले चाहिँ आफ्नो बचत गर्नुपर्ने देखिन्छ। आगामी दिनहरू अझै असहजतिर गइरहेका छन्। यतातिरको शान्ति हुने छाँटकाँट अहिले तत्काललाई देखिएको छैन। अब हाम्रो यो राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार कहिले बन्छ भन्ने हामी चाहिँ व्यग्र प्रतीक्षामा छ। यो चाहिँ चाँडै एकैचोटि मन्त्रीमण्डल बनाएर पूर्णता दिनु पऱ्यो। यो 10 चोटि चाहिँ मन्त्रीमण्डल बनाउने शपथ खुवाउने त्यो कार्यक्रमहरू चाहिँ अब अहिलेको युवालाई मन पनि पर्दैन। हाम्रो बालेन शाहको स्वभाव पनि त्यो होइन र यो राष्ट्रिय स्वतन्त्र पार्टीमा फेरि गुट उपगुट पनि नहोस्, त्यो पनि हामी चाहिँ खबरदारी गर्न चाहन्छौँ। मेरो पनि खबरदारी छ होइन। अब सांसदहरू चाहिँ पदको लागि मरिहत्ते नगर्ने, आफूले पद नपाए ठुस्किने बानी र बाहिर मिडियामा आएर रैलो गर्ने बानी त्यो पनि देख्न नपरोस् होइन। मिलेर जानुपर्छ। विगतका पार्टीको जस्तो हरकत कुनै पनि चाहिँ अब हामीले चाहिँ त्यसलाई एक्सेप्ट गर्दैनौँ। हामीले चाहिँ फेरि सांसदलाई नै लखट्नुपर्ने अवस्था आउन सक्छ। उहाँले यो बुझ्नुपर्छ कि यो चाहिँ सहज परिस्थितिमा बनेको सरकार होइन, त्यही जेनजीको माग अनुरूप चाहिँ उनीहरूले बहुमत पनि पाएको छ, त्यसै अनुरूप काम पनि हुनु पऱ्यो भन्ने हो। बाँकी चाहिँ हेर्दै जाउँ घटनाक्रमहरू कसरी विकास हुन्छ होइन। चिया पिउँदै यो भिडियो चाहिँ अपलोड गरौँ भनेर। हस्, थ्याङ्क यू।